कहिले सोच्नु भएको छ कसरी एउटा कविताले सिङ्गो राष्ट्रको इतिहास, उसको आत्मालाई आफूमा समेट्न सक्छ? हो, कहिलेकाहीँ शब्दहरू तरवारभन्दा पनि शक्तिशाली हुन्छन् र देशको गौरवगाथा बोल्छन्। आज हामी यस्तै एउटा कविता र त्यसले जीवित राखेको हाम्रा वीरहरूको कथामा डुब्नेछौँ। ल, हाम्रो आजको यात्रालाई सजिलो बनाउन हामी यसलाई 4 भागमा हेर्नेछौँ। सबैभन्दा पहिले हामी कवि र उनको कवितालाई चिन्नेछौँ। त्यसपछि कविताले गाएको बृहत्तर नेपालको कथा सुन्नेछौँ अनि सुगौली सन्धिको त्यो पीडादायी घाउलाई निहाल्नेछौँ र अन्त्यमा कहिले नहार्ने त्यो गोर्खाली भावनाको विरासतबारे कुरा गर्नेछौँ। हरेक शक्तिशाली रचनाको पछाडि एक शक्तिशाली व्यक्तित्व हुन्छन्। आउनुहोस् पहिले त्यो महान व्यक्तिलाई चिनौँ जसको कलमले वीर पुर्खा जस्तो कालजयी कविता जन्मायो। त को हुनुहुन्छ त नेपालका समालोचक शिरोमणि? यो प्रश्नले हामीलाई सिधै डाक्टर वासुदेव त्रिपाठीसम्म पुर्याउँछ, जसलाई नेपाली साहित्यमा यो सर्वोच्च उपाधिले सम्मान गरिएको थियो। उहाँ समालोचना र सृजना दुवैमा उत्तिकै पोख्त एक अद्वितीय प्रतिभा हुनुहुन्छ। डाक्टर त्रिपाठीको साहित्यिक यात्रा आफैमा एउटा कथा हो। उहाँ नेपाली विषयमा पहिलो विद्यावारिधि गर्ने व्यक्ति हुनुहुन्थ्यो, प्रतिष्ठित मदन पुरस्कार पनि जित्नुभयो र विदेशमा समेत समालोचक शिरोमणि भनेर चिनिनुभयो। उहाँका कविता, निबन्ध र विशेष गरी समालोचनाले नेपाली साहित्यलाई एउटा नयाँ उचाइ दिएको मानिन्छ। कविताको शीर्षक नै हेर्नुहोस् त, वीर पुर्खा। यो शब्द सुन्ने बित्तिकै कस्तो गर्व महसुस हुन्छ, होइन? यसले ती वीर योद्धाहरूलाई सम्मान गर्छ जसले आफ्नो रगत र पसिनाले हाम्रो देशको सिमाना कोरे र हामीलाई एउटा पहिचान दिए। ल, अब डाक्टर त्रिपाठीको कलम समातेर नेपालको इतिहासको त्यो सुनौलो अध्यायमा प्रवेश गरौँ। यो हो वीर पुर्खा कविताले वर्णन गरेको बृहत्तर नेपाल निर्माणको महागाथा। कविताले हामीलाई त्यो समयमा लैजान्छ जब नेपालको नक्सा कोरिएको थियो। सोच्नुहोस् त, पृथ्वीनारायण शाहले सुरु गरेको अभियान पूर्वमा टिस्टादेखि पश्चिममा काङ्गडासम्म फैलिएको एउटा विशाल नेपाल, त्यो सपना साकार पनि भएको थियो। यी नामहरू यी केवल इतिहासका पात्र होइनन्, यिनीहरू नै हुन् हाम्रा वीर पुर्खा, जसको वीरताका कथाहरू आज पनि गुन्जिन्छन्। कविताले खास गरी अमरसिंह थापा, भक्ति थापा र बलभद्र कुँवर जस्ता योद्धाहरूको अदम्य साहसलाई सलाम गर्छ। नालापानीको खलङ्गा जस्ता ठाउँमा उनीहरूले देखाएको वीरताको त के कुरा गर्नु? गोर्खाली सेनाको त्यो अदम्य भावनालाई कविताको सारांशमा एकदमै सुन्दर ढङ्गले वर्णन गरिएको छ। उनीहरूको अगाडि बढ्ने गति भनौँ न हिमनदी जस्तै थियो, जसलाई कसैले रोक्न सक्दैनथ्यो। न पहाडले न नदीले, कुनै पनि शक्तिले उनीहरूलाई रोक्न सकेन। तर हरेक कथामा उतार चढाव त हुन्छ नै। अब कथाले एउटा दुःखद मोड लिन्छ, एउटा यस्तो मोड जसले नेपालको इतिहासको धारालाई नै परिवर्तन गरिदियो। यो प्रश्न नेपालको इतिहासको सायद सबैभन्दा पीडादायी प्रश्नहरूमध्ये एक हो। यो सन्धिले हाम्रो भूगोल मात्र होइन, हाम्रो स्वाभिमानमा पनि गहिरो चोट पुर्यायो। आखिर के थियो त यो सन्धि? विक्रम सम्वत 1872 अर्थात् सन् 1816। यो केवल एउटा मिति होइन, यो नेपाली मनमा गढेको एउटा ऐतिहासिक घाउको प्रतीक हो। यो सन्धिको परिणाम निकै नै कठोर थियो। हाम्रा वीर पुर्खाहरूले रगत बगाएर जोडेको त्यो विशाल नेपालको झण्डै 1/3 भूभाग हामीले गुमाउनु पर्यो। यो राष्ट्रका लागि साँच्चै नै एउटा अपूरणीय क्षति थियो। कविताको यो अंशले त्यो पीडालाई एकदमै मार्मिक ढङ्गले व्यक्त गर्छ। यहाँ टिस्टा नदीलाई मान्छेको जस्तै भावना दिएर देखाइएको छ। टिस्टाले अझै पनि ती गोर्खाली वीरहरूलाई सम्झेर रोइरहेकी छिन् भन्ने कल्पनाले त्यो बेलाको वियोगलाई गहिरोसँग छुन खोज्छ। तर कथा यही सकिँदैन। अब हामी कविताको सबैभन्दा प्रेरणादायी र शक्तिशाली सन्देशमा केन्द्रित हुनेछौँ। त्यो हो हारपछिको कहिल्यै नहार्ने साहस र गौरवको भावना। हो, यहाँनिर कविले हारलाई एउटा फरक दृष्टिकोणबाट हेर्नुभएको छ। भौतिक रूपमा हामीले जमिन गुमायौँ, तर के त्यो वास्तविक हार थियो त? थिएन, किनकि हाम्रा पुर्खाहरूले देखाएको वीरता र साहसको विरासत कहिल्यै गुमेन। त्यो भावना नै हाम्रो असली जित हो। कविताका अनुसार पुर्खाहरूको त्यो विरासत इतिहासको किताबमा मात्र सीमित छैन, यो त हाम्रो वर्तमानमा पनि जीवित छ। उनीहरूको साहसले आज पनि हाम्रो रक्षा गरिरहेको छ। नदीका छालहरूमा, माटोका कडकडमा उनीहरूको वीरताको छाप छ। र यही हो कविताको मूल सन्देश। हामी ती वीर पुर्खाका सन्तान हौं र उनीहरूले हामीलाई दिएको त्यो एकता र पहिचानको विरासतलाई जीवित राख्नु हाम्रो कर्तव्य हो।
त्यो गौरवको भावनाले नै हामीलाई आज पनि एक बनाएर राखेको छ। अन्त्यमा यो प्रश्नमा अलिकति सोचौँ त। वीर पुर्खा जस्ता रचनाहरूले केवल घटनाहरू मात्र सुनाउँदैनन्। यस्ता रचनाहरूले त एउटा राष्ट्रको भावना, उसको गौरव र पहिचानलाई पुस्ता पुस्तासम्म जीवित राख्छन्।